हल्का हल्का के कुम्लाएर हेर्न कस्तो छ केटी अहिले एकदमै उसले चाहिँ उसको चाहिँ वेट घटेको भएर मलाई पनि सजिलो भयो हल्का माछा कपासहरू बोके जस्तो भइरहेको रुवाहरू बोके जस्तो भुवाहरू बोके जस्तो म लडाउँछु होला जस्तो लाग्छ त्यसलाई मैले हजुर हजुर त्यो सर्ट लिने बेलामा चाहिँ हामी होल नाइट कुरिरहेको थियौँ फर द ब्युटिफुल सर्ट त्यो म्याजिक आर्ट जस्तोमा लिने भनेर सो होल नाइट जाग्रा बसेर त्यो सर्ट लिनेलाई थियो मलाई चाहिँ सपना हो कि विपना जस्तो भइरहेको थियो अनि ठ्याक्कै अलिकति मैले दाइलाई भनेको थिएँ म खास जस्तो देखिन्छु त्यो बेला म निकै भारी छु है भनेर मेन्टली प्रिपेयर गराएको थिएँ क्या मैले दाइलाई तर अब दाइलाई चाहिँ एकदमै हल्का भयो भन्नुभयो त मलाई चाहिँ म एकदमै भारी छु जस्तो देखिन्छु त्यो भएर चाहिँ अलिक खनिलो जान्छ क्या मेरो त्यो हिसाबले चाहिँ लडाउनुहुन्छ कि के गर्नुहुन्छ भनेको थियो तर दाइ निन्द्राबाट उठेर फ्रेस भइसकेर पनि त्यो आफूमा चाहिँ एकदम फ्रेस हुँदो रहेछ काहीँ नलडाइकन त्यो पनि 3-4 पटक जस्तो नै टेक दियौँ हामीले होइन 5 पटक जस्तो नै टेक दियौँ टेक्निकली धेरै चिज मिलाउनको लागि सो एकदम स्मुथ ल्यान्डिङ स्मुथ टेक अफ स्मुथ ल्यान्डिङ थियो यो डोको बोक्ने कतै लुकेर प्र्याक्टिस गर्नु भएको थियो त्यो बिचमा दौडमा हराउनु भएको थियो सेटबाट के थियो बच्चा बेलामा घाँस काट्न जानु पर्दैन नि भाइ घाँस मान्छे अलिकति गाह्रो म देखेको छु अनि अब हजुरहरूले चाहिँ चिन्नु भएन कि भन्ने लाग्यो मैले आफूलाई चिनाइदिएको कतिको त्यो अहिले त्यो आफूलाई आफ्नो त्यो सानो क्यारेक्टर हेर्दाखेरि मेरो जस्तै अनुहार भएको ल्याउनु भएको रहेछ भन्ने लाग्यो नाच्दाखेरि चुच्चो भएको होइन अनि अब सानोमा चाहिँ म अलिक दुब्ली अझ झन् यो अहिले अलिकति चौबिएर छु तर त्यो बेला मजा दुब्ली थिएँ अनि ठ्याक्क एकदम पर्फेक्ट म्याच लिएर आउनु भएछ भन्ने लाग्यो त्यसको लागि चाहिँ चलचित्र जेठको 8 गते हेर्नुपर्ने हुन्छ मैले भन्नुपर्छ उताबाट होइन गरिमाको चाहिँ कस्तो भनेदेखि एकदम सरप्राइज नै छ प्याकेज नै भयो काशीको लागि होइन गरिमासँगको अथवा गरिमाको चाहिँ एक्टिङ हेर्नको लागि चाहिँ अब ट्रेलर टिजरहरू आउन बाँकी छ यसमा के छ डाइरेक्टर साहबले कसरी गर्नुहुन्छ तर ओभरअल तपाईँले फिल्म हेरिसकेपछि चाहिँ फेरि गरिमाको तारिफ गरेर थाल्नुहुन्न तपाईँहरू यो काजी चाहिँ यो काजी भनेर गाउँमाले अभाव देखाउने त्यो खालको क्यारेक्टर हो कि कजिनीप्रति एकदमै धेरै प्रेम गर्ने काजी कुन खालको त्यो यो चाहिँ कस्तो भनेदेखि यो अलिकति फरक छ कि यो बुझाउनु पनि जरुरी छ होइन काजी भन्ने बित्तिकै अब हाम्रो दिमागमा हाम्रोमा यस्तो जगडिएर बसेको चिज हो कि काजी भनेको एउटा मुखिया गाउँको चाहिँ ठुला ठालो सबै काम गराउने होइन ठाकुर साहब ऊ राणा साहब भने जस्तो एउटा चाहिँ एउटा एरिस्टोक्रेट भन्ने जस्तो जनाउँछ नि होइन काजी भन्दा भन्ने बित्तिकै त्यस्तो किसिम तर यो चाहिँ मायाको लागि थियो क्या अरू बाटोमा केही छैन काजी भनेर तपाईँले काजीको अरू त्यो जग्गा खेतवाला जग्गावाला ऊ यो काजी सोच्नुभयो भनेदेखि यो चाहिँ प्रेममा काजीपन देखाउने खालको काजी हो क्या तर काजी फ्यामिलीबाट बिलोङ्स गर्ने भएको भएर ऊ काजी हो होइन अब धेरै कथा मैले ब्लगमा यति नै हो कथा सक्यो होइन अब त्यो छ होइन गरिमाको चाहिँ अघि एकदमै भनै नमिले खालको छ त्यस्तरी आउँछ फिल्ममा पनि त्यसरी नै आउने हो होइन तर यो एउटा के भन्न चाहन्छु भने यो एउटा प्रेमिल जोडीको कथा हो गीतले जे भनेको छ त गीतले जे भन्छ गीतै ओभरअल एउटा तपाईँले ट्रेलर सम्झिँदा पनि हुन्छ खासमा म त आज यसो गीत हेर्दै गर्दा ट्रेलर नबनाएर यही गीतलाई ट्रेलर भनेर देखाइदिएको भने भइहाल्ने रहेछ नि जस्तो लागिरहेको थियो एउटा तपाईँ चाहिँ सुटिङको बेलामा किर्किरीलाई यस्तो रियल प्रेम गर्न थाल्नु भएको हो नि तपाईँले उहाँलाई कसरी गाली गर्यो वा अलिकति सुटिङ कुदेर तपाईँको रिसाउनुहुन्छ होइन म कचिरीलाई मात्रै होइन कि साली नानीलाई पनि त्यति
त्यति नै होइन त्यति नै गर्छ अथवा मेरो को एक्टरहरूलाई मेरो स्वभाव पनि मैले त्यस्तो बनाउँछु अथवा छ मेरो स्वभाव नै त्यस्तो छ मैले मेरो को एक्टरहरूलाई चाहिँ अलिकति मैले केयर गर्नुपर्छ म भन्दा इम्पोर्टेन्ट उहाँहरू हो भन्ने मेरो स्कुलिङबाट म हुर्केको भएर म सबैलाई नै एकदम प्रेममै पर्छु म